माइक एक प्रख्यात भुतिया कथा लेखकको रूपमा चिनिन्थे। उनलाई भुतिया ठाउँहरू वा होटलहरू घुम्न मन पर्थ्यो। माइकको शब्दकोशमा डर भन्ने शब्द नै थिएन। माइक आफ्नै आँखाले देखेको कुरामा मात्र विश्वास गर्थे। उनी भुतिया ठाउँहरूमा रात बिताएर आफ्ना अनुभवहरू किताबमा लेख्थे। माइकले 10 भुतिया हवेलीहरू, 10 भुतिया चिहानहरू र 10 भुतिया लाइट हाउसहरू गरी 3वटा किताबहरू लेखेका थिए। ती किताबहरू निकै लोकप्रिय थियो। त्यसैले धेरै होटल सञ्चालकले माइकलाई आफ्नो होटलमा भूत प्रेतको जाँच गर्न बोलाउन थाले। उनीहरू आफ्नो होटलमा पनि भूत भएको दावी गर्थे र माइकले उनीहरूको होटलका भुतिया घटनाहरू पनि आफ्नो किताबमा लेखोस् भन्ने चाहन्थे। तर अहिलेसम्म सबैका दावीहरू झुटो साबित भएको थियो। उनीहरूले आफ्नो होटलको प्रचारका लागि मात्रै त्यस्तो झुटो कुरा गर्थे। एक दिन माइक आफ्नो कामबाट फुर्सद निकालेर सर्फिङ गर्न एउटा समुद्री तटमा गए। अग्ला अग्ला छालहरूमा सर्फिङ गरिरहेका मानिसहरूलाई देखेर माइक पनि आफ्नो सर्फिङ बोर्ड लिएर समुद्री छालहरूतिर लागे। त्यही बेला माइकको नजर आकाशमा एउटा इन्सुरेन्स कम्पनीको विज्ञापन ब्यानर बोकेर उडिरहेको एउटा हवाई जहाजमा पर्यो। ऊ पानीमै रोकिएर त्यो विज्ञापन पढ्न थाल्यो। यतिकैमा अचानक एउटा ठूलो लहरले माइकको सर्फिङ बोर्डलाई जोडले उचालिदियो। त्यो सर्फिङ बोर्ड माइकको टाउकोमा लाग्यो र माइक बेहोस भएर पानीमा डुब्न थाले। त्यसपछि त्यो लहरले माइकलाई बगाएर किनारमा फालिदियो। माइक बेहोस भएर किनारमा लडिरहेका थिए। त्यही बेला एकजना मानिस माइकलाई मद्दत गर्न दौडँदै उनको नजिक आए। त्यही क्षण माइक खोक्दै उठे। माइक सकुशल थिए। माइक भोलिपल्ट फेरि आफ्नो काममा लाग्यो। ऊ एउटा हुलाक कार्यालयमा पुग्यो र आफ्ना लागि आएका चिठीहरू लियो। त्यसपछि ऊ एउटा क्याफेमा गएर ती चिठीहरू पढ्न थाल्यो। धेरै जसो चिठीहरू डरलाग्दा भूतले सताएको होटलहरूको विज्ञापन थिए। त्यही बेला माइकले एउटा पोस्टकार्ड पायो जसमा न्युयोर्कमा रहेको डल्फिन नामको एउटा होटलको फोटो थियो। माइकले त्यो पोस्टकार्ड पल्टाएर हेर्दा त्यसमा लेखिएको थियो, कोठा नम्बर 1408 मा नजानु। त्यो देखेर माइकले होटल डल्फिनमा जाने निर्णय गर्यो। उसले होटल डल्फिनमा फोन गरेर कोठा नम्बर 1408 बुक गर्न माग्यो, तर होटल रिसेप्सनिस्टले त्यो कोठा दिन साफ इन्कार गरिन्। उनले कोठा नम्बर 1408 बाहेक जुनसुकै कोठा पाउन सक्ने बताइन्। माइकलाई यो कुरा निकै अनौठो लाग्यो। उसले तुरुन्तै होटल डल्फिनसँग सम्बन्धित पुराना समाचारहरू खोज्न थाल्यो। उसलाई थाहा भयो कि सन् 1938 मा एउटा कारखाना मालिकले होटल डल्फिनको कोठा नम्बर 1408 को झ्यालबाट हाम फालेर आत्महत्या गरेका रहेछन्। यति मात्र होइन, अहिलेसम्म त्यो कोठामा दर्जनभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको रहेछ। यो खबर पढेपछि माइकको त्यो होटलको कोठाको रहस्य पत्ता लगाउने उत्सुकता झनै बढ्यो। उसले त्यही बेला न्युयोर्कमा रहेको आफ्नो किताब प्रकाशक सामलाई फोन गर्यो र त्यो होटलको कोठामा बस्नका लागि मद्दत माग्यो। सामले आफ्नो वकिलसँग कुरा गरेपछि माइकलाई बताए कि कानुनी रूपमा यदि कुनै होटलको कुनै कोठा खाली छ र होटल सञ्चालकले कुनै पाहुनालाई त्यो कोठा दिँदैनन् भने पाहुनाले त्यो होटलमा कानुनी कारबाही गर्न सक्छन्। सामले माइकलाई विश्वास दिलाए कि उसको वकिलले माइकका लागि होटल डल्फिनमा कोठा नम्बर 1408 बुक गरिदिनेछन्। सामले माइकलाई सोध्यो, के तिमी साँच्चै न्युयोर्क फर्किन चाहन्छौ? माइक न्युयोर्कै थियो। माइकको बिहे भएको थियो, तर ऊ आफ्नी श्रीमती लिलीसँग रिसाएर केही वर्ष अघि उनलाई छोडेर लस एन्जलस गएको थियो। माइकको बुबाले उसलाई सधैँ लिलीलाई फेरि आफ्नो जीवनमा ल्याउन भन्नुहुन्थ्यो, त्यसैले माइकले बुबासँग पनि दूरी बनाएको थियो। अब माइकलाई आफ्नो काम बाहेक अरू कुनै कुरामा चासो थिएन। भोलिपल्ट राति माइक न्युयोर्क शहरको डल्फिन होटल पुग्यो। रिसेप्सनमा पुगेर उसले रिसेप्सनिस्टलाई आफूले कोठा नम्बर 1408 आज रातको लागि बुक गरेको बताए। रिसेप्सनिस्टले उसलाई केही बेर कुर्न भनिन् र होटलका म्यानेजर गेराल्ड ओलिनलाई बोलाइन्। ओलिनले माइकलाई आफ्नो कार्यालयमा लगे र उसलाई महँगो रक्सीको बोतल दिँदै भने, मिस्टर माइक एन्सन, यदि तपाईँ कोठा नम्बर 1408 को सट्टा अर्को कोठा लिनुहुन्छ भने यो $800 को रक्सी मेरो तर्फबाट तपाईँलाई उपहार हुनेछ। माइकले भन्यो, तपाईँको उपहार मूल्यवान छ मिस्टर ओलिन, तर त्यसले मलाई कोठा नम्बर 1408 मा बस्न रोक्न सक्दिन। यो सुनेर ओलिनले भने, तपाईँले थाहा छ नि कोठा नम्बर 1408 मा कतिजनाको मृत्यु भएको छ? आजसम्म कोही पनि त्यहाँ 1 घण्टाभन्दा बढी टिक्न सकेका छैनन् र अब म यो होटलमा अर्को मृत्युको जोखिम उठाउन सक्दिन। त्यसैले तपाईँ कोठा नम्बर 1408 मा नबस्नुहोस्। यसमा माइक मुस्कुराउँदै भन्यो, राम्रो प्रयास थियो, तर तिमी मलाई डराउन सक्दैनौ। मलाई थाहा छ त्यो कोठामा अहिलेसम्म 22 जनाको मृत्यु भइसकेको छ, तर यस्ता घटनाहरू अरू धेरै होटलहरूमा पनि भएका छन् र म त्यहाँ बसेको पनि छु। मलाई त केही भएन। यो सुनेर ओलिन मुस्कुराएर भने, कुल 22 मृत्यु। तिमीले अखबारहरूमा यति मात्र पढेका होला होइन, तर ती सबै त प्राकृतिक मृत्यु थिए जुन अखबारमा छापिएका थिए। वास्तवमा त कोठा नम्बर 1408 मा अहिलेसम्म 56 जनाको मृत्यु भइसकेको छ, त्यो पनि धेरै अनौठो तरिकाले। ओलिनले माइकलाई एउटा फाइल देखाए जसमा होटलको 1408 नम्बरको कोठामा मरेका मानिसहरूको फोटो र जानकारी थियो। ओलिनले भने, सन् 1912 मा केभिन ओ म्यानली नामका सिलाइ मसिन सेल्सम्यान त्यो कोठामा मर्ने पहिलो व्यक्ति थिए। उनले आफ्नो घाँटी काटेर सुई धागोले सिलाउँदै मरेका थिए। यति मात्र होइन, त्यहाँ एक महिला त आफ्नो चिकन सुपले भरिएको कचौरामा डुबेर मरेकी थिइन्। यो सुनेर माइक छक्क पर्यो। त्यसपछि ओलिनले माइकलाई भने, यो फाइलमा कोठा 1408 मा भएका सबै मृत्युका जानकारी छन्। तिमी मेरो अफिसमा बसेर आफ्नो किताबको लागि 1408 नम्बरको कोठाबारे जे सोध्नु छ सोध, तर कृपया त्यो कोठामा बस्ने जिद्दी नगर। माइकले एकछिन सोचेर ओलिनसँग एक गिलास महँगो रक्सी माग्यो। ओलिनले उसलाई पुरै बोतल दिए, तर एक गिलास रक्सी पिएपछि माइकले भन्यो, मलाई 1408 को चाबी देऊ। माइकको जिद्दी देखेर ओलिनले हार मानेर उसलाई 1408 को चाबी दिए अनि उसलाई लिफ्टबाट 14औं तलामा लैजान थाले जहाँ त्यो कोठा थियो। बाटोमा माइकले सोध्यो, तिमीले भने जस्तै त्यो कोठामा कोही जाँदैनन् भने त त्यो वर्षौंदेखि बन्द हुनुपर्छ र त्यहाँका बेडसिटहरू पनि धुलोले ढाकिएको हुनुपर्छ। यसमा ओलिनले भने, महिनामा एक पटक मेरो निगरानीमा होटलका कर्मचारीहरूले त्यो कोठा सफा गर्छन्, तर हामी त्यहाँ कहिल्यै 10 मिनेटभन्दा बढी बस्दैनौँ र म ध्यान दिन्छु कि सफाई गर्दा सबै ढोकाहरू खुल्ला राखियोस्।
यति सावधानी अपनाउँदा पनि केही वर्ष अघि एक महिला कर्मचारी बाथरुममा बन्द भएकी थिइन्। उनी केही बेर मात्रै बन्द भइन् अनि जब हामीले उनलाई निकाल्यौं तब उनले एउटा कैँचीले आफ्ना दुवै आँखा फुटाइसकेकी थिइन् र पागल झैं हाँसिरहेकी थिइन्। ओलिनको कुरा सुनेर माइकलाई हाँसो फुट्यो। उसले भन्यो, त्यसो भए तिमी भन्न चाहन्छौ कि त्यो कोठामा कुनै भूत प्रेत वा शैतान छ? त्यसमा ओलिनले भने, होइन, त्यहाँ कुनै भूत प्रेत वा शैतान छैन, बरु त्यो कोठा आफैमा एउटा शैतान हो। त्यसपछि उनीहरू 1408 नम्बरको कोठा भएको तलामा पुगे। ओलिनले माइकलाई भने, म तिमीसँग यति टाढासम्म मात्र आउन सक्छु, म तिमीलाई अन्तिम पटक भन्दैछु त्यो कोठामा नजाऊ। तर माइकले भन्यो, भोलि बिहान भेटौँला मिस्टर ओलिन। यो भनेर माइक आफ्नो कोठातिर लाग्यो र ओलिन लिफ्टबाट फर्कियो। माइक त्यो कोठामा भएका मृत्युबारे पढ्दै अगाडि बढिरहेको थियो। त्यो कोठामा भएका अनौठा मृत्युका घटनाहरूले माइकलाई पनि अलि डर लागेको थियो। माइक 1408 नम्बरको कोठाको अगाडि उभियो। त्यही उसले एउटी महिला आफ्नो बच्चाका साथ कोठा 1410 मा जाँदै गरेको देख्यो, जुन त्यो कोठाको छेउमै थियो। त्यसपछि माइकले डर मान्दै कोठाको ढोका खोल्यो। भित्र अन्ध्यारो थियो। माइकले बत्ती बाल्ने बित्तिकै भित्रको दृश्य देखेर उसको अनुहारको हावभाव बदलियो, किनभने त्यो कोठा त निकै सफा सुग्घर र शानदार थियो। माइकले ढुक्क भएर कोठाको ढोका बन्द गर्यो। त्यसपछि माइक बाथरुममा आयो। पहिले त उसले टोयलेट पेपर च्यातेर आफ्नो पसिना पुछ्यो। त्यसपछि उसले आफ्नो टेप रेकर्डर निकाल्यो, जसमा उसले आफ्नो भूतप्रेत लागेका ठाउँका अनुभवहरू रेकर्ड गर्थ्यो। त्यो टेप रेकर्डर अन गरेर कोठाको छानबिन गर्दै माइकले भन्यो, होटलका म्यानेजर ओलिनलाई मान्नै पर्छ। एक पटकको लागि उसले मलाई पनि डराएको थियो, तर यो केवल एउटा साधारण होटल कोठा हो। यहाँ दराजमा एउटा बाइबल राखिएको छ। लिभिङ रुममा एउटा फ्रिज छ जुन रक्सीका बोतलहरू र केही खाजाले भरिएको छ। साथै यहाँ कोठाको तापक्रम नियन्त्रण गर्नका लागि एउटा थर्मोस्ट्याट उपकरण पनि छ। तर यो उपकरण धेरै तातोमा अड्किएको छ, जसले गर्दा यहाँ निकै गर्मी बढेको छ। यहाँका कार्पेटहरूमा दाग धब्बाहरू छन् र यहाँ एउटा पुरानो दराज पनि राखिएको छ, जुन पुरानो जमानाको जस्तो लाग्छ। यस्तै केही साधारण सामानहरू र 2-4 पेन्टिङ्स बाहेक यहाँ मलाई केही खास देखिँदैन। माइक ओछ्यानमा सुतेर आफ्नो टेप रेकर्डरमा त्यो कोठाको आँखाले देखेको दृश्य वर्णन गरिरहेको थियो। त्यसपछि ऊ उठेर झ्यालको नजिक आयो र बताउन थाल्यो कि कोठाबाट बाहिरको दृश्य पनि केही खास छैन। अगाडि भवनहरू छन् र गाडीको आवाजले शान्ति भङ्ग गर्ने खालको छ। माइक यो सबै रेकर्ड गर्दै थियो कि त्यही बेला अचानक कोठामा एउटा गीत बज्न थाल्यो। माइक हडबडाएर पछाडि फर्केर हेर्दा त्यो गीत ओछ्यानको छेउमा राखिएको एउटा रेडियोमा बजिरहेको थियो, जसमा एउटा घडी पनि थियो। त्यही बेला माइकले देख्यो कि ओछ्यानमा सिरानीमाथि 2वटा चकलेटका प्याकेटहरू राखिएका थिए। तर यो त अनौठो कुरा थियो, किनभने केही बेर अघि त माइक त्यही ओछ्यानबाट उठेको थियो। त्यो बेला त्यहाँ कुनै चकलेटहरू थिएनन्। तर फेरि माइकको दिमागमा आयो कि यो सबै पक्कै ओलिनको चाल होला। ओलिनको कुनै मानिस त्यो कोठामा कतै लुकेको होला र उसलाई डराउने प्रयास गरिरहेको होला। माइकले एकपछि अर्को ढोका खोलेर उनीहरूलाई खोज्न थाल्यो, तर उसले त्यहाँ कोही पनि देखेन। त्यही बेला माइक जब बाथरुममा पुग्यो तब त्यहाँ एउटा दृश्य देखेर उसको होस उड्यो। केही बेर अघि उसले टोयलेट पेपर च्यातेर आफ्नो पसिना पुछेको थियो, तर अब कसैले त्यो टोयलेट पेपरलाई फेरि मिलाएर राखेको थियो। यो ठूलो अनौठो कुरा थियो, किनभने माइक केवल थोरै बेरका लागि मात्रै झ्यालको नजिक गएको थियो। यति छिटो कोही कोठामा चकलेट राखेर र टोयलेट पेपर मिलाएर कसरी जान सक्थ्यो? माइकले पुरै कोठाको तलासी लियो, तर उसले त्यहाँ कसैको उपस्थितिको कुनै प्रमाण पाएन। अब माइक मनमनै चिन्तित हुन थालेको थियो। त्यही बेला उसले छतमा रहेको एउटा भेन्टिलेसनमा एउटा छाया देख्यो। माइकले बुझ्यो कि त्यो ओलिनकै मानिस होला। माइकले चिच्याएर उसलाई भन्यो, अझै अलि प्रयास गर मूर्ख, यी बेकारका चालबाजी हुन्। यसै क्रममा अब त्यो कोठामा निकै गर्मी हुन थालेको थियो। तब माइकले रिसेप्सनमा फोन गर्यो, तर माइकले केही बोल्न अघि नै रिसेप्सनिस्टले उसलाई सोधिन्, मिस्टर एन्सोन, के अब तपाईँ होटलबाट चेकआउट गर्न चाहनुहुन्छ? यसमा माइकले रिसाएर भन्यो, भला म किन चेकआउट गर्न चाहन्छु? मैले त यसकारण फोन गरेको हुँ ताकि तपाईँ कुनै इन्जिनियरलाई पठाएर मेरो कोठाको थर्मोस्ट्याट उपकरण ठिक गराउनुहोस्। यसमा रिसेप्सनिस्टले भनिन् कि उनी अहिले नै एक इन्जिनियरलाई त्यो कोठामा पठाइरहेका छन्। यो सुनेर माइकको मन शान्त भयो। अब एकतिर माइकलाई शंका हुन थालेको थियो कि पक्कै त्यो कोठामा कुनै गोप्य कोठा छ जो कोही पनि उसलाई डराउने प्रयास गरिरहेको छ। ऊ त्यो चेम्बरमा नै लुकेको छ। त्यही अर्कोतिर उसलाई यो कुराले पनि डर लागिरहेको थियो कि त्यो कोठामा कतिजनाको दर्दनाक तरिकाले मृत्यु भएको छ र त्यो कोठाको हरेक कुनामा कसै न कसैको शव पाइएको छ। त्यही क्षण माइकले कोठाका सबै बत्तीहरू निभाइदियो। त्यसपछि उसले आफ्नो अल्ट्राभायोलेट लाइट निकाल्यो र त्यसको प्रकाशमा कोठाको हरेक कुना हेर्न थाल्यो। यद्यपि त्यो कोठा सफा गरिएको थियो, तर अल्ट्राभायोलेट लाइटको प्रकाशमा त्यो कोठाको हरेक कुना, ओछ्यान र भित्ताहरूमा रगतका निशानहरू देखिन्थे। रगतका निशानहरू देखेर माइकले त्यहाँ कोही डरलाग्दो तरिकाले मरेको हुनुपर्छ भनेर सोच्यो। यसपछि माइकले बत्ती फेरि बाल्यो र सोफामा बसेर यी सबै कुराहरू टेप रेकर्डरमा रेकर्ड गर्न थाल्यो। त्यही बेला अचानक ढोकामा ढकढक आवाज आयो। माइक डरले सोफामा उफ्रियो, तर उसले आफूलाई शान्त पार्यो र ढोकामा गएर हेर्दा बाहिर एकजना मानिस उभिएको थियो। त्यो मानिस एक इन्जिनियर थियो जो त्यो कोठाको थर्मोस्टेट उपकरण ठिक गर्न आएको थियो। माइकले इन्जिनियरका लागि ढोका खोल्न थाल्यो, तर त्यो ढोका जाम भएको थियो। माइकले पुरै तागत लगाएर ढोका तान्यो, तब त्यो ढोका एक झट्कामा खुल्यो, जसले गर्दा माइक लड्नबाट बच्यो। त्यो इन्जिनियरले माइकलाई सोध्यो, थर्मोस्टेटले कोठालाई धेरै तातो गरिरहेको छ कि चिसो? यसमा माइकले भन्यो, तिमी आफै भित्र आएर किन हेर्दैनौ? तर त्यो इन्जिनियरले त्यो कोठामा पस्न इन्कार गर्यो। उसले भन्यो कि उसले माइकलाई थर्मोस्टेट कसरी ठिक गर्ने भनेर बताउन त सक्छ, तर ऊ भित्र आउने जोखिम उठाउन सक्दैन। माइकसँग कुनै विकल्प पनि थिएन। इन्जिनियरले ढोकामा उभिएर माइकलाई निर्देशन दियो, जसले गर्दा माइक थर्मोस्टेट उपकरण ठिक गर्न सफल भयो। माइक जब त्यो इन्जिनियरलाई धन्यवाद दिन पछाडि फर्क्यो, तब त्यो इन्जिनियर त्यहाँबाट गइसकेको थियो। माइक ढोका बन्द गरेर फेरि भित्र आयो र उसलाई म्यानेजरले दिएको रक्सीको बोतल उठायो। त्यसपछि ऊ ओछ्यानमा बसेर आरामले रक्सीको नशामा डुब्न थाल्यो। त्यही बेला अचानक छेउमा राखिएको रेडियोमा एकपटक फेरि आफै त्यही गीत बज्न थाल्यो। डरले माइकको हातबाट रक्सीको गिलास छुट्यो। माइकले रिसले त्यो रेडियो बन्द गर्यो, तर त्यही बेला त्यो रेडियो आफै फेरि सुरु भयो र यसपटक त्यो रेडियोको घडीमा 1 घण्टाको टाइमर सेट भयो। माइक डराएर पछाडि हट्यो। त्यही क्षण माइकलाई म्यानेजर ओलिनको त्यो कुरा याद आयो कि कोही पनि त्यो कोठामा 1 घण्टाभन्दा बढी टिक्न सक्दैन। यद्यपि माइकलाई अब पनि यो ओलिनको चाल जस्तो लागिरहेको थियो। उसले मनमनै गाली गर्न थाल्यो, तर त्यही बेला अचानक माइक केही पनि सुन्न सकेन। ऊ झ्यालको नजिक गयो र गाडीहरूको आवाज सुन्न प्रयास गर्न थाल्यो, तर उसलाई कुनै आवाज सुनिएन। माइक चिन्तित भएर जब झ्यालको नजिकबाट हटिरहेको थियो, त्यही बेला झ्यालको सिसा एक झट्कामा तल झर्यो, जसले गर्दा माइकको हात नरमरी कुचियो। माइक पीडाले छटपटायो। उसले जसोतसो झ्यालबाट आफ्नो हात बाहिर निकाल्यो र बाथरुममा आएर चिसो पानीले आफ्नो रगत सफा गर्न थाल्यो, तर त्यो धाराबाट चिसो पानीको सट्टा तातो पानीको धार फुट्यो, जसले
माइक पीडाले छटपटिँदै एक कुनामा बस्यो। उसले रिसले त्यो धाराले लात मारेर बन्द गर्यो। त्यसपछि माइक बाथरुमबाट बाहिर आएर आफ्नो हातमा आफ्नो रुमाल बाँध्यो। त्यही बेला अचानक एकपटक फेरि त्यो रेडियोमा त्यही गीत बज्यो। यसपटक दिक्क भएर माइकले झट्का दिएर त्यो रेडियोको प्लग नै निकालिदियो। तर प्लग निकाले पनि त्यो रेडियोको घडीमा लागेको टाइमर बन्द भएन। त्यही बेला फोनको घन्टी बज्यो। माइकले फोन उठायो। तब फोनमा रिसेप्सनिस्टले माइकलाई भनिन्, मिस्टर एन्सन, तपाईँले अर्डर गरेको स्यान्डविच 10 मिनेट अझै लाग्नेछ। तपाईँलाई भएको असुविधाका लागि हामी माफी चाहन्छौँ। यो सुनेर माइक छक्क पर्यो, किनभने उसले त कुनै स्यान्डविच अर्डर गरेको थिएन। माइकले रिसेप्सनिस्टलाई भन्यो, ठिक छ, म हारे। अब तिमीहरू आफ्ना यी चालबाजी बन्द गर। मलाई अहिले नै यहाँबाट चेकआउट गर्नु छ, किनभने म घाइते भएको छु। चाँडै मेरो लागि एउटा ट्याक्सी बुक गर, मलाई अस्पताल जानु छ। तर त्यो रिसेप्सनिस्ट माइकका कुराहरूलाई सुन्नेको नसुन्ने गर्दै उसलाई आफ्नो भान्साको मेनु बताउन थालिन्। त्यो सुनेर माइकले रिसेप्सनिस्टलाई गाली गरेर फोन काटिदियो। अब माइक यी सबै घटनाहरूबाट धेरै दिक्क भइसकेको थियो र एक क्षण पनि त्यहाँ रोकिन चाहदैन थियो। उसले आफ्नो झोला उठाएर ढोकातिर आयो र ढोका खोल्न थाल्यो, तर त्यो ढोका फेरि जाम भएको थियो। माइकले पुरै जोर लगाएर पनि त्यो ढोका खुलेन। माइकलाई लाग्यो कि सायद ढोका लक भएको छ। उसले चाबीले ढोका खोल्ने प्रयास गर्यो, तर त्यो चाबी घुमाउने बित्तिकै टुट्यो। फेरि माइकले चक्कु घुसाएर जसो तसो ढोकाको लक खोल्यो, तर जब उसले ढोका खोल्ने प्रयास गर्यो तब त्यो नब नै टुट्यो। त्योबाट दिक्क भएर माइकले ढोकालाई लात हालेर तोड्ने प्रयास गर्दै मद्दतका लागि आवाज लगाउन थाल्यो, तर न त त्यो ढोका फुट्यो न त माइकको आवाज ढोकाबाट बाहिर जान सक्यो। त्यही बेला माइकले जब पीप होलबाट बाहिर झाक्यो तब पीप होलमा उसलाई आफ्नै आँखा देखिन थाले। माइक डराएर ढोकाबाट टाढा हट्यो। त्यसपछि ऊ दौडेर झ्यालको नजिक आएर चिच्याएर मद्दतका लागि आवाज दिन थाल्यो, तर गाडीहरूको आवाजमा उसको आवाज दबिरह्यो। त्यही बेला माइकले अगाडिको भवनमा एकजना मानिस झ्यालको छेउमा बसेको देख्यो। माइक चिच्याउँदै उसलाई मद्दतका लागि आवाज दिन थाल्यो। त्यो मानिसले माइकलाई देख्यो र उठेर झ्यालको नजिक आयो। माइकले चिच्याएर उसलाई पुलिसलाई फोन गर्न इसारा गर्यो, तर त्यही बेला झ्यालमा रहेको त्यो मानिस माइकलाई मद्दत गर्नुको सट्टा उसको नक्कल गर्न थाल्यो। माइकले जे हरकत गरिरहेको थियो त्यो मानिसले पनि त्यसै गरी उसको नक्कल गरिरहेको थियो, मानौ माइक ऐनाको अगाडि उभिएको हो। यो देखेर माइक छक्क पर्यो, तर अँध्यारोका कारण माइकलाई त्यो मानिसको अनुहार देखिँदैन थियो। यसमा माइकले एउटा ल्याम्प उठायो र आफ्नो अनुहारमा प्रकाश पार्यो। ठिक त्यही समयमा त्यो मानिसले पनि ल्याम्प उठाएर प्रकाश आफ्नो अनुहारतिर पार्यो। त्यही बेला माइकले जे देख्यो त्यसले उसको होस उडायो। त्यो मानिस माइकको डुप्लिकेट थियो। त्यही बेला अचानक त्यो मानिसको पछाडि कोही व्यक्ति आएर उभियो र एउटा हतौडाले हानेर उसको टाउको फुटायो। त्यो देखेर माइक पनि डराएर पछाडि फर्क्यो, तब उसको पछाडि पनि त्यही हतौडावाला व्यक्ति उभिएको थियो। त्यो व्यक्तिले हतौडाले माइकमाथि आक्रमण गर्न थाल्यो, तर माइक जसो तसो त्यसबाट बाँच्दै आँखा चिम्लेर एक कुनामा लुकेर बस्यो। तर अर्को क्षण जब उसले आफ्नो आँखा खोल्यो तब त्यो व्यक्ति त्यहाँबाट गायब भइसकेको थियो। माइक उठेर फेरि झ्यालको नजिक आएर एउटा ल्याम्प उठाएर तल फाल्यो, सायद कोही माथि हेरोस् र उसको मद्दतका लागि पुलिसलाई फोन गरोस्। तर अचम्मको कुरा थियो कि त्यो ल्याम्प आधा बाटोमा नै हावामा कतै गायब भयो। यो देखेर माइकको अचम्मको सीमा रहेन। माइकले बुझ्न सकिरहेको थिएन कि आखिर उसको साथमा के भइरहेको छ। त्यही बेला माइकलाई याद आयो कि यहाँ आउनु अघि ओलिनले उसलाई महँगो रक्सीको बोतल दिएको थियो, जुन उसले पिएको पनि थियो र उसले त्यो चकलेट पनि त खाएको थियो। माइकलाई विश्वास थियो कि पक्कै त्यो रक्सी वा चकलेटमा कुनै नशालु पदार्थ मिसाइएको थियो, जसको असरले उसलाई भ्रम भइरहेको थियो। माइकले आफ्नो दिमागलाई नियन्त्रणमा राख्न प्रयास गर्न थाल्यो, तर त्यही बेला लिभिङ रुमबाट एउटा आवाज आयो, ड्याडी म तपाईँलाई देख्न सक्छु। त्यो सुनेर माइकको दिमाग नै शून्य भयो, किनभने त्यो आवाज उसकी छोरीको थियो जसको केही वर्ष अघि नै मृत्यु भइसकेको थियो। माइक दौडेर लिभिङ रुममा आयो, तर त्यहाँ कोही थिएन। त्यही बेला अर्को क्षण उसलाई कोठाको हरेक कुनामा छोरीको आवाज सुनिने भयो। माइक डराएर आफैमा खुम्चिएर एक ठाउँमा बस्यो। त्यही बेला अर्को क्षण माइकको नजर झ्यालतिर गयो। माइकले त्यहाँ एकजना पुरुष र एकजना महिला एक एक गरेर झ्यालबाट हाम फालेको देख्यो र त्यसको ठिक पछि उसलाई लिभिङ रुममा केही फुट्ने जस्तो आवाज आयो। माइक दौडेर जब लिभिङ रुममा गयो त्यहाँ एउटा भित्तामा चिरा परेको थियो र त्यो चिराबाट रगतको धार बगिरहेको थियो। यी सबै घटनाहरूले माइकलाई सत्य र भ्रमको जालमा अल्झायो। उसलाई लाग्न थालेको थियो कि ऊ कुनै सपना देखिरहेको छ, किनभने यस्ता अनौठा घटनाहरू केवल सपनामा मात्रै घट्न सक्थे। माइकले सोच्यो कि यदि ऊ सपनामा छ भने ऊ जे पनि गर्न सक्छ, त्यसबाट ऊ मर्ने छैन। यो सोचेर माइकले निर्णय गर्यो कि ऊ झ्यालबाट निस्केर अर्को कोठामा जाने प्रयास गर्नेछ। उसले ढोकामा रहेको नक्सामा हेरेर अनुमान लगायो कि अर्को कोठाको झ्याल बाहिरबाट 18 फिटको दूरीमा छ। ऊ झ्यालबाट बाहिर निस्क्यो र ठूलो मुस्किलले एउटा पातलो ठाउँमा खुट्टा जमाएर सर्दै अर्को कोठाको झ्यालतिर जान थाल्यो। उसको अनुमान अनुसार अर्को कोठाको झ्याल केही कदमको दूरीमा थियो। उसले आफ्नो ज्यान जोखिममा राखेर जसोतसो सर्दै केही कदमको दूरी पार गर्यो, तर उसलाई जोरको झट्का लाग्यो जब उसले देख्यो कि त्यहाँ टाढा टाढासम्म कुनै पनि कोठाको झ्याल थिएन। कोठा नम्बर 1408 बाहेक माइकका खुट्टाहरू लर्खराएर ऊ तल खस्नबाट बच्यो। उसले जसोतसो आफ्नो डरमाथि नियन्त्रण गर्यो र आफूलाई सम्हाल्दै फेरि झ्यालमा फर्कियो। तर ऊ झ्यालबाट भित्र पस्न लाग्दा त्यही बेला भित्रबाट एकजना अपरिचित महिलाले माइकमाथि आक्रमण गरिन्, जसबाट बस्ने क्रममा माइक पछाडि हट्यो र भवनबाट तल खस्न थाल्यो। तर भाग्यवश ऊ एउटा भित्ताबाट झुन्ड्यो। त्यही बेला त्यो महिला जसले माइकमाथि आक्रमण गरेकी थिइन् उनी झ्यालबाट तल हाम फालिन् र त्यो झ्याल बन्द हुन थाल्यो। माइकले आफ्नो पुरै ज्यान लगाएर माथि चढ्यो र झ्याल बन्द हुनु अघि नै फेरि कोठाभित्र पस्यो। माइकको ज्यानमा ज्यान आयो। अब माइकलाई विश्वास भइसकेको थियो कि यो कुनै सपना होइन, नत्र यति धेरै झट्का लागेको भए ऊ सपनाबाट बिउजिसकेको हुन्थ्यो। यतिकैमा माइकको नजर ढोकामा रहेको नक्सामा पर्यो। उसले देख्यो कि अब त्यो नक्साबाट होटलका बाँकी कोठाहरू गायब भइसकेका थिए र त्यसमा केवल 1408 नम्बरको कोठा मात्रै थियो, त्यो पनि होटलको बीचमा। माइकले जब आफ्नो चारैतिर नजर दौडायो तब देख्यो कि कोठाको झ्याल भित्ताहरूले बन्द भइसकेको थियो। यो सबै देखेर माइकको टाउको नै फुट्न लाग्यो। त्यही क्षण माइकले आफ्नो मोबाइल फोनको याद आयो। उसले आफ्नो झोलाबाट मोबाइल निकाल्यो, तर उसको मोबाइलमा सिग्नलै थिएन। त्यसपछि उसले तुरुन्तै आफ्नो ल्यापटप खोल्यो। उसको ल्यापटपमा इन्टरनेट चलिरहेको थियो। उसले तुरुन्तै आफ्नो पत्नी लिलीलाई भिडियो कल गर्यो। भाग्यवश लिलीले कल रिसिभ गरिन्, तर माइकले लिलीलाई छोडेर गएकोमा लिली माइकसँग धेरै रिसाएकी थिइन्। माइकले माफी माग्दै उसँग मद्दतको माग्न थाल्यो। उसले भन्यो, लिली कृपया पुलिसलाई फोन गरेर उनीहरूलाई बताऊ कि म डल्फिन होटलको कोठा नम्बर 1408 मा फसेको छु। लिली यो सुनेर अझै बढी रिसाइन् कि माइक न्युयोर्कमा छ र ऊ उसलाई भेट्न पनि आएन। माइक लिलीसँग मद्दत मागिरह्यो, तर लिली उसँग गुनासो गरिरहिन्। त्यही बेला अचानक त्यो कोठाको फायर सेन्सर अन भयो, जसले गर्दा माथि रहेको फायर स्प्रिङ्कलरबाट पानी झर्न थाल्यो। त्यो पानी ल्यापटपमा पर्ने बित्तिकै ल्यापटप बन्द भयो। माइक रिसले एउटा काठको टुक्रा फालेर त्यो फायर स्प्रिङ्कलरमा हान्यो, जसले गर्दा पानी रोकियो।
यसैबीच माइकको नजर फायर स्प्रिङ्कलरको नजिक रहेको भेन्टिलेसनमा पर्यो। माइकलाई भेन्टिलेसनबाट भएर कोठाबाट निस्कने विचार आयो। माइकले आफ्नो चक्कुले त्यो भेन्टिलेसनको जाली खोल्यो र त्यसभित्र पस्यो। त्यो भेन्टिलेसनबाट हुँदै माइक अर्को कोठाको भेन्टिलेसन जालीसम्म आयो र तल झाँकेर हेर्दा तल एकजना महिला आफ्नो बच्चालाई काखमा लिएर बसेकी थिइन्। माइकले त्यो महिलालाई मद्दतका लागि आवाज दियो तर त्यही बेला केही अनौठो भयो। त्यो कोठाबाट माइककै आवाज आउन थाल्यो। त्यही क्षण त्यो महिलाले माइकतिर हेरिन्। ती महिला अरू कोही नभएर माइककी पत्नी लिली थिइन्, जो उनीहरूको छोरीलाई काखमा लिएर बसेकी थिइन्। वास्तवमा त्यो माइकको विगतको एउटा दृश्य थियो। त्यो देखेर माइकको दिमागै चक्कर आयो। ऊ डराएर त्यहाँबाट अगाडि बढ्यो। त्यही बेला अगाडि गएर उसले अर्को भेन्टिलेसन जाली देख्यो। तर जब उसले तल हेर्यो तब एकपटक फेरि उसलाई उसको विगतको एउटा घटना देखियो जसमा कुनै कुरालाई लिएर उसको र उसको बुवाबीच कुनै बहस भइरहेको थियो। यी सबै दृश्यहरूबाट माइकले आफ्नो विगतका केही गल्तीहरू याद आउन थाले। वास्तवमा केही वर्ष अघि माइक र उसकी पत्नी लिली आफ्नै छोरीसँग खुसीसाथ जीवन बिताइरहेका थिए। तर एक दिन उनीहरूलाई थाहा भयो कि छोरीलाई एउटा निको नहुने रोग छ जसले गर्दा ऊ केही दिनमा मर्नेवाला छ। यो खबरले माइक र लिलीको जीवनमा आँधी ल्याइदियो। लिलीले सबै आशा छोडिसकेकी थिइन् र आफ्नी छोरीको अन्तिम समयमा उनी उसलाई धार्मिक कुराहरू सिकाउँदै रहिन्। उनी भन्थिन् कि एक दिन हरेक मानिस मर्छ र स्वर्गमा जान्छ, त्यसैगरी छोरी पनि स्वर्गमा जानेछ जहाँ उनी ईश्वरसँग भेट्नेछन् र स्वर्गमा उसलाई हरेक खुसी प्राप्त हुनेछ। तर माइक एक नास्तिक थियो। ऊ चाहन्थ्यो कि लिलीले छोरीलाई धार्मिक बनाउन छोडेर उसको मनोबल बढाओस्। फेरि एक दिन छोरीको मृत्यु भयो। तब माइकले छोरीको मृत्युको सारा दोष लिलीमाथि थोपर्न थाल्यो। ऊ लिलीसँग यस कुरामा झगडा गर्न थाल्यो कि यदि लिलीले ईश्वरको भक्ति छोडेर छोरीको मनोबल बढाएकी भए सायद छोरी बच्न सक्थिन्। माइकले अहिले जुन दृश्य देखिरहेको थियो त्यसमा उसका बुबाले उसलाई यही सम्झाइरहेका थिए कि उसले लिलीलाई छोरीको मृत्युको दोषी ठहराएर गलत गरिरहेको छ। तर माइक यस कुरामा आफ्ना बुबासँग पनि रिसाएका थियो र ऊ आफ्ना बुबा र लिलीलाई छोडेर सधैँका लागि लस एन्जलस गएको थियो। तबदेखि लिली एक्लो परेकी थिइन् र माइकका बुबा वृद्धाश्रममा आफ्नो बुढ्यौली बिताइरहेका थिए। त्यही बेला माइकका बुबाले उसलाई घुरेर हेरे जसले गर्दा डराएर माइक भेन्टिलेसनमा अगाडि बढ्यो। तर अब माइकलाई भेन्टिलेसनबाट बाहिर निस्कने कुनै बाटो देखिँदैन थियो। त्यही बेला अलि अगाडि जाँदा माइकले एउटा ठाउँमा कुनै मानिसको धुलो र माकुराको जालोमा लपेटिएको लास देख्यो। लाग्थ्यो त्यो मानिस मरेको धेरै वर्ष भइसकेको थियो। माइकले जब नजिक गएर हेर्यो तब त्यो मानिसको घाँटीमा सुई धागो लागेको थियो। माइकले बुझ्यो कि त्यो केभिन ओमनलीको लास हो, जो कोठा नम्बर 1408 को पहिलो पाहुना थियो र उसले आफ्नो घाँटी काटेपछि त्यसलाई सुई धागोले सिलाउने प्रयास गर्दै मरेको थियो। त्यही बेला अचानक त्यो मुर्दा बिउज्यो। त्यो देखेर डरले माइकको सास नै रोकियो। ऊ फर्केर पुरै गतिमा त्यहाँबाट भाग्यो। तर त्यो मुर्दाले माइकको खुट्टा समात्यो। छटपटाउँदै माइकले त्यो मुर्दाको टाउकोमा जोरले लात हान्यो जसले गर्दा त्यसको खोपडी फुट्यो र माइक भागेर भेन्टिलेसनबाट फेरि त्यही कोठा अर्थात् कोठा नम्बर 1408 मा हाम फाल्यो। यो कोठामा आएर माइकले राहतको सास फेर्यो। आफ्नो मनलाई शान्त राख्न माइकले रक्सी पिउने सोच्यो। तर जब उसले फ्रिज खोल्यो तब फ्रिजभित्र उसलाई होटलको म्यानेजर ओलिन देखा पर्यो। ओलिनले माइकलाई भने, त्यसो भए भन्नुहोस् मिस्टर एन्सन, के अब तपाईले भूतप्रेतमाथि विश्वास भयो वा तपाईँ अझै पनि भूतप्रेतमाथि विश्वास गर्नुहुन्न? यो सुनेर माइक रिसले भन्यो, मलाई थाहा थियो ओलिन यो सबै तेरो चाल हो, आखिर त मसँग के चाहन्छस्? ओलिनले भन्यो, तपाईलाई भूतप्रेत र ईश्वरमा विश्वास छैन, होइन? तपाईँ त भूतप्रेत र ईश्वरको मजाक बनाएर मानिसहरूको भावनामा चोट पुर्याउनुहुन्छ। तपाईलाई के लाग्छ कि मानिसहरू भूतप्रेतमाथि विश्वास किन गर्छन्? हाँसो मजाकका लागि, मनोरञ्जनका लागि? तर त्यस्तो होइन। भूतप्रेतमाथि विश्वास गर्दा मानिसहरूको मनमा यो विश्वास बनिरहन्छ कि मृत्युपछि पनि मानिस आत्माको रूपमा अमर रहन्छ। तर यो सुनेर माइक ओलिनमाथि रिसले नराम्ररी चिच्चाउन थाल्यो। तर वास्तवमा त माइक फ्रिजमाथि नै चिच्चाइरहेको थियो। ओलिन त त्यहाँ थिएन। माइकले त्यो फ्रिज बन्द गरेर फर्क्यो र त्यहाँ राखिएको बाइबल उठाएर मनमनै बडबडायो, ठिक छ, म गलत थिएँ, भूतप्रेत हुन्छन् र यदि भूतप्रेत हुन्छन् भने ईश्वर पनि हुनुहुन्छ। यो भनेर माइकले बाइबल पढ्नका लागि खोल्यो। तर अब त्यो बाइबलका सबै पानाहरू बिल्कुलै खाली थिए। त्यही बेला माइकलाई एकपटक फेरि उसको विगतको एउटा घटना देखिन थाल्यो जसमा उसकी छोरी आफ्नो अन्तिम समय अस्पतालको ओछ्यानमा बिताइरहेकी थिइन् र उसकी आमा लिलीले उसलाई यो दिलासा दिइरहेकी थिइन् कि मृत्युपछि ऊ ईश्वरको नजिक जानेछ जहाँ उसले राम्रा साथीहरू पाउनेछ। तर माइक लिलीको यस कुराबाट धेरै रिसाएको थियो। यसपछि माइकले त्यो दिन देख्यो जब छोरीको मृत्यु भएको थियो र माइक लिलीसँग भनिरहेको थियो कि यदि उनले छोरीलाई ईश्वरबारे बताउन छोडेर उसलाई बाँच्ने आशा दिएकी भए ऊ बच्न सक्थी। त्यो दृश्य देखेर माइकलाई महसुस हुन थाल्यो कि उसले कति गलत गर्यो, किनभने छोरीलाई बचाउन कसैको पनि हातमा थिएन। त्यही क्षण त्यो कोठामा चिसो यति बढ्यो कि चारैतिर बरफ जम्न थाल्यो। माइक चिसोले काप्दै कम्बल ओढेर एक कुनामा बस्यो र न्यानोका लागि कोठाका सामानहरूबाट आगो बाल्न थाल्यो। माइकलाई अब यस्तो महसुस हुन थालेको थियो कि ऊ नर्कमा आएको छ र आफ्ना खराब कर्महरूको सजाय भोगिरहेको छ। त्यही बेला माइकलाई उसको ल्यापटपबाट एउटा आवाज आयो। त्यो आवाज माइककी पत्नी लिलीको थियो। माइकले तुरुन्तै ल्यापटप खोल्यो र लिलीलाई भिडियो कलमा देखेर खुसी भयो। माइकले लिलीसँग फेरि पुलिसलाई फोन गरेर मद्दत ल्याउन भन्यो। यसमा लिलीले बताइन् कि उनले त पुलिसलाई फोन गरेर कोठा नम्बर 1408 मा पठाएकी थिइन्, तर कोठा नम्बर 1408 मा त कोही पनि थिएन। यो सुनेर माइक छक्क पर्यो। त्यही बेला लिलीले माइकलाई भनिन्, नडराऊ, म 15 मिनेटमा आफै तिमीलाई लिन त्यहाँ पुग्दैछु। तर माइकले घडीमा हेर्दा उसकोमा अब केवल 2 मिनेट मात्र बाँकी थियो। माइकले लिलीसँग भन्यो कि उसले चाँडो आउनुपर्छ नत्र ऊ बस्ने छैन। तर त्यही बेला स्क्रिनमा देखिरहेको माइकको तस्विरले नै लिलीसँग कुरा गर्न थाल्यो। त्यसले लिलीलाई 15 मिनेटपछि त्यो कोठामा आउन भन्यो। यो सुनेर माइकले बुझ्यो कि अब त्यो कोठा लिलीलाई पनि शिकार गर्न चाहन्छ। माइकले लिलीलाई त्यो होटलको कोठामा आउनबाट रोक्न थाल्यो। तर त्यही बेला कल डिस्कनेक्ट भयो। यतिकैमा अचानक त्यो कोठा आफैले तहस नहस हुन थाल्यो र त्यहाँ आँधीबेहरी सुरु भयो। त्यही क्षण त्यो कोठामा रहेका सबै पेन्टिङहरूमा जस्तै ज्यान आउन थाल्यो। यो देखेर माइकले रिसले एउटा समुद्रको पेन्टिङमा काठले वार गर्यो जसले गर्दा त्यो पेन्टिङ फुट्यो र त्यसभित्रबाट समुद्रको पानी निस्केर कोठामा आउन थाल्यो जसले गर्दा त्यो कोठा पुरै पानीले भरियो र माइक पुरै त्यो पानीमा डुब्यो। त्यही बेला अर्को क्षण एउटा अचम्मलाग्दो दृश्य अगाडि आयो। माइकका आँखा खुले र उसले आफूलाई समुद्रको किनारमा लडेको पायो। माइक सर्फिङका कपडामा थियो। वास्तवमा यो त्यही घटना थियो जब माइक सर्फिङ गर्दै गर्दा समुद्रमा डुबेको थियो र लहरहरूले उसलाई बगाएर किनारमा
खाली दिएको थियो। त्यही बेला एकजना मानिस माइकलाई समस्यामा देखेर उसको नजिक आयो र माइकको अवस्था खराब देखेर उसलाई अस्पतालमा भर्ना गराइदियो। केही समयपछि जब माइकलाई होस आयो तब उसले देख्यो कि ऊ अस्पतालको ओछ्यानमा थियो र लिली उसको नजिक थिइन्। माइकले लिलीसँग सोध्यो कि म न्युयोर्कमा छु। यसमा लिलीले उसलाई बताइन् कि ऊ लस एन्जलसमा छ। उनले अगाडि बताइन् कि सर्फिङका क्रममा माइकको सर्फिङ बोर्ड उसको टाउकोमा बज्रिएको थियो, जसले गर्दा ऊ बेहोस भएको थियो। जसपछि केही मानिसहरूले उसलाई अस्पतालमा भर्ना गराएका थिए। माइक आफूले त्यहाँ पाएर छक्क पर्यो। उसले लिलीलाई बताए कि ऊ त डल्फिन होटलको कोठा नम्बर 1408 मा फसेको थियो, जहाँबाट उसले लिलीलाई फोन पनि गरेको थियो। तर लिलीले भनिन् कि उसले त माइकको कुनै कल आएन। यो सुनेर माइकको दिमाग घुम्यो। माइक अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै लिलीसँग एक रेस्टुरेन्टमा गयो र उसलाई कोठा नम्बर 1408 मा बितेका आफ्ना सबै कथा बतायो। यसमा लिलीले माइकलाई भनिन् कि त्यो सबै माइकको एउटा नराम्रो सपना थियो र केही होइन। तर त्यही बेला माइकले त्यो रेस्टुरेन्टमा एकजना महिलालाई देख्यो। उनी त्यही महिला थिइन् जसलाई माइकले कोठा नम्बर 1408 मा झ्यालबाट हाम फालेको देखेको थियो। तर माइकको पलक झिम्केपछि माइकलाई त्यो महिलाको ठाउँमा त्यहाँ कुनै अर्की महिला देखिन थालिन्, अर्थात् त्यो केवल माइकको भ्रम थियो। भोलिपल्ट माइक हुलाक कार्यालय पुग्यो र त्यहाँबाट आफ्ना चिठीहरू सङ्कलन गर्यो। माइकले ती चिठीहरूमा होटल डल्फिनको त्यो पोस्टकार्ड खोज्न थाल्यो, तर उसले त्यहाँ कुनै पोस्टकार्ड पाएन। फेरि माइक होटल डल्फिनमा घटेका घटनाहरूको छानबिनमा जुट्यो। उसले पहिले जस्तै एक पत्रिकामा एक कारखाना मालिकको आत्महत्याको खबर पायो, जसको बारेमा माइकले पहिले पढेको थियो कि त्यो कारखाना मालिकले होटल डल्फिनको कोठा नम्बर 1408 बाट हाम फालेर आत्महत्या गरेका थिए। तर अब त पत्रिकामा उनको मृत्युको कारण केही अरू नै छापिएको थियो। त्यो पत्रिकामा लेखिएको थियो कि त्यो कारखाना मालिकले एउटा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए। त्यो खबर पढेर अब माइकलाई पनि बुझ्न थालेको थियो कि उसको साथमा घटेका ती सबै घटना केवल उसको एउटा नराम्रो सपना थियो र त्यो सपना उसलाई तब आएको थियो जब ऊ सर्फिङको क्रममा बेहोस भएको थियो। तर त्यो सपनाले माइकलाई उसका खराब कर्महरूको महसुस गराएको थियो। माइक लिली र आफ्ना बुबालाई छोडेर गएकोमा लज्जित थियो। माइकले लिली र आफ्ना बुबाको नजिक गएर उनीहरूसँग माफी माग्यो। तर त्यो सपना माइकको दिमागमा कुनै वास्तविकता जस्तै बसेको थियो। त्यो सपनालाई आफ्नो दिमागबाट हटाउनका लागि माइकले आफ्नो त्यो सपनामाथि एउटै पुरै किताबै लेखिदियो र त्यो किताबको नाम राख्यो 1408। फेरि ऊ त्यो किताबलाई आफ्नो न्युयोर्कमा रहेको प्रकाशक सामलाई पठाउनका लागि हुलाक कार्यालयमा आयो। उसले त्यहाँ एक कर्मचारीलाई भन्यो, मलाई चाँडोभन्दा चाँडो यो प्याकेज न्युयोर्क पठाउनु छ। त्यो कर्मचारी माइकतिर फर्किने बित्तिकै उसलाई देखेर माइकको खुट्टामुनिबाट जमिन नै खस्यो, किनभने त्यो कर्मचारी डल्फिन होटलकै वेटर थियो। त्यही बेला माइकले देख्यो कि त्यो हुलाक कार्यालयका सबै कर्मचारी होटल डल्फिनकै स्टाफ थिए। यतिबेला अचानक ती मानिसहरूले हतौडा उठाएर त्यो हुलाक कार्यालय भत्काउन थाले। हुलाक कार्यालयको भित्ता फुट्ने बित्तिकै त्यसको अर्कोतिर त्यो होटल डल्फिनको कोठा नम्बर 1408 का भित्ताहरू देखिन थाले। यो देखेर माइकको टाउकी नै घुम्न लाग्यो र हेर्दा हेर्दै माइक फेरि कोठा नम्बर 1408 मा आयो। यसको मतलब थियो कि कोठा नम्बर 1408 मा घटेका घटनाहरू माइकको सपना थिएनन्, बरु वास्तविकता थिए र माइक अब पनि होटलको कोठाबाट बाहिर निस्कन सकेको थिएन। तर यसपटक त्यो कोठा एउटा खण्डहर जस्तो थियो र चारैतिर विनाश छरिएको थियो। माइकलाई बुझ्नै सकिरहेको थिएन कि आखिर उसको साथमा यो सबै किन भइरहेको छ। यतिकैमा माइकलाई त्यहाँ उसकी छोरी देखिन्। माइक आफ्नी छोरीलाई अँगालो हालेर रुन थाल्यो। तर त्यही बेला अचानक एकपटक फेरि त्यहाँ त्यो रेडियो बज्यो र त्यही क्षण माइकको छोरी खरानीमा परिणत भइन्। माइक चिन्तित भएर त्यो कोठाका सामानहरू यताउता फाल्न थाल्यो र अन्तमा थाकेर त्यही ढल्यो। यतिकैमा त्यो रेडियोमा रहेको घडीमा 1 घण्टाको टाइमर समाप्त भयो र माइकले आफूलाई फेरि त्यो होटलको कोठामा पायो जहाँ सबै कुरा पहिले जस्तै सफा सुग्घर थियो र त्यो घडीमा एकपटक फेरि 1 घण्टाको टाइमर सुरु भइसकेको थियो। त्यही बेला त्यो कोठाको फोन बज्यो। माइकले फोन उठायो र भन्यो, तिमी मलाई किन मार्दैनौ? मलाई यस्तो किन तडपाइरहेका छौ? यसमा उसलाई जवाफ आयो, मिस्टर एन्सन, हामी हाम्रा हरेक पाहुनालाई 2 विकल्प दिन्छौँ। तपाईँ चाहनुहुन्छ भने बारम्बार हरेक घण्टा हाम्रो सेवाको आनन्द लिन सक्नुहुन्छ वा तपाईँ हाम्रो एक्सप्रेस चेकआउट सेवा लिएर चेकआउट गर्न सक्नुहुन्छ। यो सुनेर माइकले फोनको रिसिभर टेबलमा नै राखिदियो र लिभिङ रुममा आयो। त्यही बेला उसलाई त्यहाँ एउटा फाँसीको फन्दा देख्यो। अर्थात् एक्सप्रेस चेकआउट सेवाको मतलब थियो कि आफै आफ्नो ज्यान दिएर सधैँका लागि त्यो कोठा र संसारबाट मुक्ति लिनु। अब माइकलाई बुझिसकेको थियो कि त्यो कोठामा आउने पाहुनाहरू किन आत्महत्या गर्थे। वास्तवमा त्यो कोठामा कुनै भूत प्रेत वा शैतान थिएन, बरु त्यो कोठा आफैमा एउटा शैतान थियो जसले त्यसमा बस्ने मानिसहरूलाई उनीहरूको खराब कर्महरूको झलक देखाएर उनीहरूलाई भयानक परिस्थितिहरूमा राखेर उनीहरूलाई यति धेरै तडपाउँथ्यो कि ती मानिसहरू आफ्नो मानसिक सन्तुलन गुमाउन बाध्य हुन्थे। र जो मानिसहरू बच्थे उनीहरूलाई त्यो कोठाले 2 विकल्प दिन्थ्यो, या त उनीहरू हरेक घण्टा तडपिराखुन् या त्यो कोठाले बताएको तरिकाले आफ्नो ज्यान दिएर संसारबाट मुक्ति लिउन्। यही कारण थियो कि त्यो शैतानी कोठाबाट आजसम्म कोही पनि जिउँदो फर्कन सकेका थिएनन्। त्यही क्षण माइकलाई ऐनामा फाँसीमा झुन्डिएको उसको लास देखियो। माइकले फेरि फोन उठाएर भन्यो, म चेकआउट त गर्नेछु तर आफ्नै तरिकाले। यो भनेर माइकले फोन काटिदियो। तर त्यही बेला फोन फेरि बज्यो। माइकले फोन उठायो तब उसलाई आवाज आयो, माफ गर्नुहोस् सर, म तपाईँलाई बताउन बिर्सिएछु। तपाईँको पत्नीले केही बेर अघि फोन गरेकी थिइन्। उनी 5 मिनेटमा यो कोठामा आउँदैछिन्। यो सुनेर माइकले भन्यो, तिमीले जे गर्नुपर्छ मसँग गर, तर मेरी पत्नीलाई छोडिदेऊ। तर त्यही बेला त्यो फोन पुरै पग्लियो। तब माइकले एकछिन सोच्यो, फेरि रक्सीको बोतल उठाएर सोफामा बस्यो। उसले आफ्नो रुमाल च्यातेर त्यसलाई रक्सीको बोतलभित्र हालिदियो र त्यो रक्सीको बोतलबाट एउटा बम तयार गर्यो। फेरि माइकले भन्यो, म जीवनभर स्वार्थी भए, तर अब म अरू कसैलाई यो कोठाको शिकार बन्न दिने छैन। म त मर्ने नै छु, तर साथमा यो शैतानी कोठालाई पनि जलाएर खरानी पारिदिनेछु। यो भनेर माइकले त्यो बोतलमा आगो लगायो र त्यसलाई बेडरुममा हान्यो, जसले गर्दा त्यो पुरै कोठा जल्न थाल्यो र माइक आरामले सोफामा बसेर चुरोट पिउन थाल्यो। अर्कोतिर होटलको त्यो कोठामा आग लागि हुँदा पुरै होटलमा भागादौड मचेको थियो। यसै क्रममा लिली पनि त्यहाँ पुगिन् र होटलमा आग लागि देखेर दमकल कर्मीहरूसँग आफ्नो पति माइकलाई बचाउन आग्रह गर्न थालिन्। तर त्यही बेला त्यो कोठामा एउटा जोरदार विस्फोट भयो र माइक त्यो शैतानी कोठाका साथै जलेर मृत्यु भयो। यसैका साथ त्यो कोठाको ढोकामा लेखिएको कोठा नम्बर 1408 को मसी रगत जस्तै बगेर मेटियो, जसको मतलब थियो कि अब त्यो शैतानी कोठा सधैँका लागि अन्त्य भइसकेको छ। केही दिनपछि माइकको अन्त्येष्टि गरियो। माइकी पत्नी लिलीले आफ्नी छोरीको चिहानको छेउमै माइकको लासलाई दफन गरिन्। त्यसपछि लिली त्यहाँबाट जान थालिन्। यसै क्रममा डल्फिन होटलका म्यानेजर ओलिन लिलीलाई भेट्न आए। ओलिनले लिलीलाई भने, मलाई माइकको मृत्युको दुःख छ, तर माइकको मृत्यु खेर गएन। कोठा नम्बर 1408 लाई नष्ट गरेर माइकले हाम्रो मद्दत गरेको छ। माइकको कारणले अब त्यो कोठामा कसैको मृत्यु हुने छैन। यो बताउँदै ओलिनले लिलीलाई एउटा बक्स दिँदै भने, यो बक्समा माइकका केही सामानहरू छन् जुन हामीले कोठा नम्बर 1408 सफा गर्दा फेला पारेका थियौं। तर निराश लिली त्यसबेला केही सोच्ने बुझ्ने अवस्थामा थिएनन्। उनले त्यो बक्स लिन इन्कार गरिन् र त्यहाँबाट गइन्।
फेरि ओलिन आफ्नो कारमा फर्किए। त्यही बेला ओलिनले माइकको त्यो सामानको बक्स खोल्यो। त्यसभित्र माइकको त्यो टेप रेकर्डर पनि थियो। ओलिन त्यसलाई सुन्न थाले। त्यही बेला ओलिनलाई माइकको छोरीको आवाज सुनियो जो बारम्बार आफ्ना बुबालाई बोलाइरहेकी थिइन्। त्यो सुनेर ओलिन पनि छक्क परे। त्यही बेला उनले कारको रियर भ्यू मिररमा हेरे। पछाडि एउटी बच्ची देखिइन् जो आफ्ना बुबालाई बोलाइरहेकी थिइन्। ओलिनलाई लाग्यो कि सायद उनले त्यो पछाडि रहेको बच्चीकै आवाज सुनेका होलान्। त्यही बेला अचानक उनलाई पछाडिको सिटमा माइक देखा पर्यो जो पुरै जलेको थियो। ओलिनले तुरुन्तै पछाडि फर्केर हेरे तर पछाडि कोही थिएन। ओलिनले त्यसलाई भ्रम सम्झेर आफैमा हाँस्दै कार स्टार्ट गरेर त्यहाँबाट निस्किए। यसैका साथ कथा फेरि कोठा नम्बर 1408 मा आयो जहाँ माइक अब पनि त्यो शैतानी कोठामा थियो र झ्यालको छेउमा उभिएर चुरोट पिइरहेको थियो। यद्यपि त्यो कोठा पुरै जलिसकेको थियो। त्यही बेला माइकलाई उसकी छोरीले बोलाइन्। आफ्नो छोरीको पुकार सुनेर माइक ढोकाबाट आरपार भयो। माइक अब त्यो शैतानी कोठाबाट स्वतन्त्र त भइसकेको थियो तर एक आत्माको रूपमा।